हेलो गाइस, आज मैले यो चना भिजाएर राखेको थिएँ। आज 5-6 दिन भयो, जाडो भएर कमै उम्रिएछ। यो नउम्रिँदै बनाउँदा नि मिल्छ। मैले चाहिँ अलिकति उमारेर बनाएको छु। यो उमारेर बनाएको धेरै पौष्टिक हुन्छ, हामीले खानलाई राम्रो हुन्छ। यो गडवाल कुमाउतिर एकदम धेरै मन पराएर खाने दाल हो। यो डुब्की भन्छन् यसलाई। अब त्यसैको लागि म यो पिस्दैछु अब मिक्सीमा। त्यसपछि पिसेपछि फेरि भिडियो देखाउने छु। पानी चाहिँ थोरै राख्नु होला, धेरै पानी राख्नु भयो भने फेरि गिलो हुन्छ, राम्रो हुन्न। साह्रो बनाउनुपर्छ। यतिको बनाउनुपर्छ। यो धेरै गर्नुभयो भने पानी हाल्नु भयो भने फेरि राम्रो हुँदैन, त्यो पातलो हुन्छ, पकौडा पनि बन्दैन। फेरि कहिले म पकौडा बनाएर नि देखाउने छु। यो 2 भाग गरेछु। यो चाहिँ अहिले यसको ग्रेभी बनाउने हो, दाल बनाउनुको लागि। मेन त यही हो। अब यसको माथि हल्का त्यो पकौडाहरू बनाएर राख्यो भने खाँदाखेरि मिठो हुन्छ भनेर यहाँ मैले पकौडा बनाउँदैछु। यो लसुन अदुवाको पेस्ट राखिसकेको छु मैले यहाँ। अब यसमा नमक स्वाद अनुसार, अब कतिको नमक खानुहुन्छ त्यही हिसाबले राख्नु। अनि जिरा धनियाँको यो धुलो राख्दैछु थोरै, पिसेकै हो यो प्याकेटवाला। त्यसपछि यसलाई अब मजाले हातले फिट्नुपर्छ, पछि देखाउँ। यो फिटेर भइसकेको छ। अब यसमा मैले अलिकति हिङ राख्छु, थोरै राख्नुपर्छ, धेरै राख्ने होइन। तेल तातिसकेको छ। सानो हाल्नुपर्छ, धेरै ठुलो नै हाल्ने होइन। धेरै ठुलो हाल्यौँ भने फेरि पाक्नलाई अलिक टाइम लाग्छ। आगो चाहिँ अलिक सानो राख्नुपर्छ। ठुलो राख्नुभयो भने पाक्दैन, सिधै डढ्न सुरु हुन्छ, फेरि भित्र काँचै रहन्छ। पाकेपछि माथि उचालिन्छ यो तेलबाट। थोरै राखेको छु मैले, तेल पनि धेरै राखेको छैन, कम्ती छ। अब यसलाई निकाल्छु। यहाँ जिरा राखेँ मैले, पकौडा बनिसक्यो। त्यसपछि अब प्याज, लसुन अदुवा हाल्नु। कडी पत्ता राख्दैछु मैले, यो फलामको कराई हो। यो यसमा पकाएको मिठो हुन्छ। कालो दाल भयो, यस्तो यो चनाको यो डुब्की पनि यसैमा पकाएको मिठो हुन्छ। नमक राख्दैछु मैले 1.5 चम्चा। त्यसपछि यो हल्दी राख्दैछु। अब यसमा जिरा धनियाँको धुलो 2 चम्चा राखेको। यो चिनी पाउडर, खुर्सानीको धुलो राखेको मैले। यो टमाटर पाकिसक्यो। अब मसला नि भुट्यो। अब त्यसपछि यो राखेको पेस्ट, यसलाई चाहिँ मजाले भुट्नुपर्छ।
मजाले भुटिनुपर्छ यसलाई। अब यो भुटी यो पाक्नुपर्छ। त्यसपछि हामीले फेरि यसमा चिसो पानी राख्न मिल्दैन। तेल छोड्ने टाइमसम्म यसलाई भुट्नुपर्छ। त्यसपछि बल्ल पाक्छ अनि हाम्रो तातो पानी राख्ने यसमा। हिङ राख्न मैले बिर्सेछु, अहिले राखिदिएछु। केही हुन्न, अहिले नै भुटिन्छ तेलमा। हिङ राखेनौँ भने फेरि यसले ग्यास्ट्रिक बनाउँछ। किन खाँचो भने जस्तो पार्छ। फेरि हिङ चाहिँ हाल्न जरुरी। अब थोरै पानी राख्दै यसलाई गर्दै गर्नुपर्छ। एकैचोटि हाल्न मिल्दैन। थोरै पानी राख्ने अनि चलाइराख्नुपर्छ। एकैचोटि हालिदिनु भयो भने फेरि डल्लो पर्छ, यो मिल्दै मिल्दैन। त्यही भएर चलाइराख्ने, पानी दिँदै राख्ने। एकदम नयाँ नौलो सब्जी। म त यसरी बनाएर खाइरहेको छु, मिठो लाग्छ मलाई। थोरै थोरै पानी राख्दै हल्लाउँदै गर्नुपर्छ। यसलाई चलाइराख्नुपर्छ, नत्र फत्की मार्छ पुरै। यसलाई मजाले पाक्नुपर्छ यो राम्रोसित। थोरै गरम मसला राख्दैछु मैले। त्यसपछि अब यो पकौडा राखिदिन्छु है बनाएको। पकौडा हालेपछि 2 मिनट मात्र पकाए हुन्छ यो। अब तड्का लाउँछु मैले। जिरा राखिसकेँ मैले। सुकेको खुर्सानी पनि राख्ने यसमा। अब अलिकति रातो खुर्सानीको धुलो थोरै। अब यसमा मैले धनिया राख्छु। यो खास गरेर गडवलको माउतिर धेरै खान्छन् यो दाल। यो सर्दीको मौसममा एकदम राम्रो गर्छ, शरीरलाई गरम राख्छ यसले। दाल रेडी भयो। अब म यसको प्लेटिङ गरेर देखाउँछु हजुरहरूलाई। र खाना यहाँ रेडी भइसक्यो, मैले बनाइसकेँ। अब यो हजुरहरूको लागि पस्केर रेडी गरेछु। खाएर कस्तो भयो भनेर यसको टेस्ट बताउनु होला। अब म खाना खाँदैछु।